गाइस हो डोब्रो यत्रो काकुसे गाइस हैन सर्बियामा चाहिँ बब्बाल हिउँ हालेको छ हैन लगभग अब यहाँ जाडो बढिसकेछ टक्क लाएर म पनि अब हिजो सेलरी आएको थियो पैसा टक्क सेलरी पठाउनु पर्यो घरतिर पठाइदिनु पर्यो भनेर निकाल्दैछु हैन डेन्जर हिउँबारी छ कि यहाँ त हिउँको बर्सात भइसक्यो गाइस हो यदि नेपालबाट कोही आउँदै हुनुहुन्छ भने टक्क लाएर डेन्जर तातो तातो कपडाहरू लिएर आउनु होला जुत्ताहरू मोजाहरू उहाँ हाम्रो दाइ हो भेडा चलाउने काम गर्नुहुन्छ अहिले भेडा कता छ दाइ त्यो होरमा छ नि त्यो होरमा छ भेडा चाहिँ एउटा यो होर भयो एउटा उहाँ छ अब आज चाहिँ हाम्रो ब्याङ्कतिर जाने काम परेर हामी निक्लेको यस्तै छ गाइस हो जाडो छ सर्बियामा हैन तपाईहरु पनि अब नेपालदेखि आउँदै हुनुहुन्छ भने एकदम तातो तातो कपडाहरू लिएर आउनु होला हामी चाहिँ अहिले ठ्याक्क यो हामी बस्ने ठाउँको नाम के रे यो तलको रेडियो फरमा हो हामी चाहिँ जियोस हिउँ चाहिँ सर्बिया आएर फर्स्टचोटि देखियो आएबाट फर्स्टचोटि अब त कति पर्छ थाहा छैन हाम्रो दाइ टक्क ब्याग स्याग बोकेर जुत्ता लाएर हिँड्नु भयो गाइस जो टक्क सबैजनाले मेरो भ्लगलाई सपोर्ट गरिदिनु होला हैन भेडालाई दाना लिन हिँडेको बेलग्रेडतिर त्यही हो गाइस अब म बेलग्रेड सिटीतिर जाँदैछु अब सिटीतिर गएर हेर के कस्तो छ त्यतातिर म सबै देखाउँछु अहिलेलाई चाहिँ यो हाम्रो गाडी चाहिँ यस्तो भयो यसमा चाहिँ रासन ल्याउने गाडी हो भेडालाई दाना ल्याउने गाडी हैन ल गाइस अब हामी हाइवेतिर निकाल्न लाग्यौँ मैले टोपी पनि लगाएन के टोपी लगाएन यस्तो जाडो भयो हैन ठिक छ डोब्रो गाइस हो टक्क अब हामी निक्लिसकेको ल गाइस हो हामी चाहिँ बस स्टेसन आउनलाई 1 मिनेट नि छैन लगभग हामी हाम्रो रेडियो फरको हाइवेतिर निक्लिसक्यौँ हैन टक्क लाएर त्यस्तै छ सर्बियामा हिउँ परिरहेछ गाइस हो जाडो 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 मौसम भइरहेछ यो अनि यस्तै छ हिउँ चाहिँ हिउँ परेर हो यस्तो चिसो भएको नेपालमा नि त्यही त अनि मुस्ताङतिर पनि हिउँ पऱ्यो भने त्यस्तै जाडो त हुन्छ नि ल गाइस है हाम्रो यस्तो हिउँले बर्सात भइरहेछ रेडियो फरको हालत हैन जतासुकैको हालत हिउँ परेर अस्ति बिहान भइगयो नि अलिअलि फुस परेको थियो आज त अनि पुरै हिउँ नै हिउँ हाम्रो स्टेसन चाहिँ भर जाने बेला यताउता गइन्छ अहिले झर्ने बेला पारी झरेर वारी आउनु पर्छ गाइस हो पैसा हालेर रासन लिएर आइहाल्ने हो हाम्रो दाइ फेरि पछाडि हुनुहुन्छ हैन हाइवेतिर आइसक्यो गाइस हो तपाईहरु एकदम जाडो छ हैन एकदम तातो तातो कपडा लगाएर बस्नु होला सर्बियामा हुने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई जाडो परेछ हिउँ परेको छ लगाइछ है हामी चाहिँ अब हाम्रो बस स्टेसन आइसक्यो ल उहाँ छ बस स्टेसन अब गाडी आउँछ एकछिनमा टक्क लाएर उ चाहिँ हो हाम्रो बस स्टेसन लगाइछ हो